हामी हाम्रो मुद्दाको लागि सडक लडेकोहरू मर्नु पर्दाखेरि हामी हिँड्नु पर्ने पार्टीको झोले बन्द पुर्खाले आन्दोलन बेचेको हेर्दैछ पुर्खाले आन्दोलन बेचेको हेर्दैछ पुर्खाले आन्दोलन बेचेको हेर्दैछ पुर्खाले आन्दोलन बेचेको हेर्दैछ हाम्रो दलको हाम्रो दलको हाम्रो दलको हाम्रो दलको राजनीतिक भागवण्डा बन्द गर राजनीतिक भागवण्डा बन्द गर राजनीतिक भागवण्डा अन्त्य गर राजनीतिक भागवण्डा अन्त्य गर फिर्ताली दलीय उम्मेदवारी फिर्ताली जोले उम्मेदवारी फिर्ताली पुर्खाले आन्दोलन बेचेको हेर्दैछ पुर्खाले आन्दोलन बेचेको हेर्दैछ पुर्खाले आन्दोलन बेचेको हेर्दैछ महासंघलाई घोषणा गर महासंघ एनजिओ घोषणा गर महासंघको जवाबदेही खोइ महासंघको जवाबदेही खोइ महासंघको जवाबदेही खोइ चाहियो माफी चाहियो हामीबाट माफी चाहियो दलको हाम्रो दलको हाम्रो दलको बन्द गर दलीयकरण बन्द गर दलीयकरण अन्त्य गर दलीयकरण अन्त्य गर महासंघको जवाबदेही खोइ महासंघको जवाबदेही खोइ महासंघको जवाबदेही खोइ जोले उम्मेदवारी फिर्ताली जोले उम्मेदवारी फिर्ताली जोले उम्मेदवारी फिर्ताली पुर्खाले आन्दोलन हेर्दैछ हामी सडकमा मर्न तयार भएर हिँडेको छौँ त्यहाँ अब हिजो पनि सबैजनाको अगाडि आएर भाषण गरे एउटा चौरी नाकाहरूको भाषण ताली बजाउने महासङ्घ भइसक्यो अब त्यसको विरोध हो नि त्यसपछि दलको मान्छेले यहाँ हाम्रो नेता तोक्ने दलको मान्छेले हाम्रो नेता तोक्दिने हामी दास हौँ हामी तिनीहरूको दास हो
त्यही माथिले ठिकै छ हाम्रै मान्छेले भनेर पनि हुन्छ जोसँग यत्रो समयदेखि लडिरहेको छ खालीबारी पञ्चायत आन्दोलन होइन एउटा ठेकदारलाई ल्याएर अनि हाम्रो अपमान गर्ने अनि सुनेर बस्ने माफी मगाउनु पर्छ त्यो कति खराब मान्छे हो थाहा छैन आफ्नै पार्टी हो भए पनि बहादुर सिंहको विरुद्धमा क्याम्पेन गर्ने मान्छे त्यही होइन किनभने त्यो महालक्ष्मी उपाध्याय महिला नेता हुन लागि जिल्लाबाट हराएर पठाउने हाले बापसमा उ गर्यो पार्टी हिजो आएको हामीले पहिचानको कुरा गरेको हामी विखण्डनकारी भयो अनि हामी त्यो कुरा बिर्सेर अरू एनजिओ होइन नि त हाम्रो संस्था त सबैको हामी सबैको साझा संस्था हो नि त यसलाई यत्रो आन्दोलनलाई अहिले दलको झोला बोकाइदिनु भएको ठिक छ मान्छे आफूको त हुन्छ दलीयकरण अन्त्य गर दलीयकरण अन्त्य गर दलीयकरण अन्त्य गर हाम्रो हाम्रो दल के छ निस्की दल महासंघबाट निस्की बन्द कर बन्द कर बन्द कर बन्द कर माफी माग माफी माग माफी माग माफी माग पाइँदैन 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 माफी माग माफी माग माफी माग माफी माग होइन होइन बन्द कर बन्द कर पाइँदैन पाइँदैन बनाउनु पर्छ बनाउनु पर्छ बन्द कर बन्द कर बन्द कर बन्द कर हुनुपर्छ उड्नुपर्छ मुख्यमन्त्रीले आदिवासी जनजातिहरूलाई यो देशको कलखान हो भनी हिजो दिएको अभिव्यक्तिको खण्डन गर्दै आदिवासी जनजाति महासङ्घले विज्ञप्ति निकालेको पनि यो इन्द्रबान्यबाट माफी चाहियो इन्द्रबान्यबाट माफी चाहियो त्यही त खोइ महासङ्घको जवाब त्यही त खोइ महासङ्घको जवाब त्यही त खोइ महासङ्घको जवाब त्यही त खोइ फिर्ताली झोले उम्मेदवारी फिर्ताली पुर्खाले आन्दोलन बेचेको हेर्दैछ पुर्खाले आन्दोलन बेचेको हेर्दैछ पुर्खाले आन्दोलन बेचेको हेर्दैछ जवाब त्यही त खोइ महासङ्घको जवाब त्यही त खोइ महासङ्घको जवाब त्यही त खोइ आदिवासी जनजाति महासङ्घ कुनै एउटा दल विशेषको महासङ्घ होइन भनेको सम्पूर्ण नेपालका उत्पीडित राष्ट्रहरूको महासङ्घ हुनुपर्छ यो एउटा सानो एनजिओको रूपमा हामी स्वीकार गर्न सक्दैनौँ सक्दैनौँ उत्पीडित राष्ट्रहरूको आन्दोलनपूर्ण महासङ्घ अगाडि बढाउनु जरुरी छ आदिवासी जनजाति महासङ्घलाई दलीय भक्ति केन्द्र बनाउन पाइँदैन आदिवासी जनजाति महासङ्घको सबैको सम्पूर्ण आदिवासी जनजातिहरूले एक ठाउँमा आएर सबैको अस्तित्व कायम हुनुपर्छ सामूहिक नेतृत्वको चयन गर्नुपर्छ सामूहिक नेतृत्व चाहिन्छ चाहिन्छ दलीय भक्तिकरण बन्द गर आदिवासी जनजाति महासङ्घले सम्पूर्ण आदिवासी जनजातिमा सादा सभाको आन्दोलन गराउनुपर्छ
पर्छ दलीयकरण बन्द गर। बन्द गर दलको भर्ती केन्द्रमा पाइँदैन। पाइँदैन हिजो आदिवासी जनजाति महासङ्घको सम्मेलनको उद्घाटन सत्रमा मुख्यमन्त्रीको रूपमा इन्द्र पाण्डेलाई जसले बोलाएको हो र त्यसै जसरी नेपालका आदिवासी जनजातिसँग जोडिएका सङ्घ संस्थाहरू भनेका आयोगहरू भनेका महासङ्घहरू भनेका जनजाति भनेका यो देशको गणतन्त्रको प्रधान हो दिएको छ। यो अहिले भित्र हुनुपर्छ, सार्वजनिक झाँकीपर्छ र सङ्गठन गर्दै आदिवासी जनजाति महासङ्घको तत्काल विज्ञप्ति पर्छ। अनि मात्रै यो हामी अन्तिम सहयोग छौँ। जनजाति महासङ्घको दलीयकरण बन्द गर। बन्द गर पाइँदैन सम्बोधन होस्। सम्बोधन गर। हाम्रो माग पूर्ण नभएसम्म हामी यो देशका आदिवासी तमाम आदिवासी जनजातिहरूको प्रतिनिधित्व गर्दै हामी यो हक छोड्छौँ। हामी तपाईँहरूसँग लड्न आएको, हामी तपाईँहरूसँग भिड्न आएको पनि होइन, छुट्न आएको पनि होइन। हामीलाई यो छातीमा बुझेर आएको, हाम्रो माटो बुझेको छ, हाम्रो अस्तित्व बुझेको छ, हाम्रो पहिचान बुझेको छ। एउटा हाम्रो तमाम आदिवासीहरूको सानो सङ्गठनको बाह्य विषयमा आएको एउटा मुख्य हामीलाई बलिदान गरिरहेको छ। हाम्रो सबैलाई हाम्रो अस्तित्वमाथि हाम्रो पहिचान तर यहाँको विद्यार्थी होइन, हामी सबै स्वतन्त्र हो। हामीले त्यत्रो आन्दोलन पनि गऱ्यौँ। अस्ति जुन विराटनगरबाट सार्यो त्यसको पनि विरोध गऱ्यौँ। यो विराटनगर थियो नि त, यो विराटनगरबाट चुनाव अगाडि अब चुनावपछि पार्टीहरूले जितेर आयो भने पार्टीको मान्छे ल्याउन पाउँला भनेर चाहेको, त्यो पनि हारिहाल्यो, पत्तासाफ भयो। तै पनि अझ यहाँ चाहिँ राजनीति पार्टीको राजनीति चाहिँ यहाँको अन्त्य भएको छैन। त्यसको भन्दा पनि हेरेर बस्ने हामी त त्यो बाहिर भिडियो देखेपछि थाहा भयो हामीलाई त। मतलब त के आफ्नो हाम्रै कार्यक्रममा आएर हामीलाई गाली गरेर जाने थियो, तर पनि हेरेर बस्छ। त्यसलाई किन बोलाएको पहिलो कुरो होइन, किन दलको मान्छे यहाँ मासँग छ भन्ने बोलाएको भयो। उद्घाटन समारोह त्यत्रो आदिवासी थियो त किन हान्न सकिन्छ त्यसलाई गाडा थप्पड म भएको भए त त्यसलाई हानेर के फरक पर्दैन कि त्यसको गुरु त्यसलाई के गर्न पर्ने त्यस्तो चाहिँ अनावश्यक फेरि त्यसलाई किन बोलाउने फेरि होइन। त्यो को राजनीतिक यसरी काम लाग्छ। हाम्रो माग्ने अनि कति पैसा कति चाहिँ पैसा दिन्छ सबैलाई हिसाब गर्ने म पनि त्यही थियो, तर म बाहिर थियो। पहिचानको राजनीति नगर्नुले खण्डन गर्नुभयो नेपालीहरू। आदिवासी जनजातिको नाममा गर्ने राजनीति गर्छ त्यो बलदानहरूले फेरि नारा कन्टिन्यू गर्नुभयो। हाम्रो आयोगले काम लाग्ने आयो भने बन्द गर, बन्द गर, महासङ्घको दलीयकरण बन्द गर। दलीय भागबाट अन्त्य गर। भूमि कसको? हाम्रो महासङ्घ कसको? दलको। निस्की निस्की दल महासङ्घबाट निस्की। निस्की निस्की महासङ्घबाट पार्टीको झोले निस्की। चाहियो चाहियो इन्द्र बानियाबाट माफी चाहियो। चाहियो चाहियो इन्द्र बानियाबाट माफी चाहियो। खोइ खोइ महासङ्घको जवाब दिए त खोइ। खोइ खोइ महासङ्घको जवाब दिए त खोइ। फिर्ताली फिर्ताली झोले उम्मेदवारी फिर्ता लि। फिर्ताली फिर्ताली झोले उम्मेदवारी फिर्ता लि। हेर्दैछ हेर्दैछ गोर्खा
गोर्खाले आन्दोलन बेचेको हेर्दैछ 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 गोर्खाले आन्दोलन बेचेको हेर्दैछ 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 गोर्खाले आन्दोलन बेचेको हेर्दैछ घोषणा गर घोषणा गर महासङ्घले एनजिओ घोषणा गर त काम गर घोषणा गर घोषणा गर महासङ्घले किन नेगेटिभ जस्तो भयो आदिवासी आन्दोलन जिन्दाबाद 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 गलिए झोल्ले मुर्दाबाद 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 आदिवासी आन्दोलन जिन्दाबाद 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 हाम्रो भूमि हाम्रो हाम्रो हो हाम्रो हो महासङ्घ हाम्रो हो हाम्रो हो दलका झोल्ले मुर्दाबाद 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 आदिवासी जनजाति आन्दोलन जिन्दाबाद 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 कुरा राख्नु परेको कि के गर्नु परेको कि कार्यक्रम बिथर्ने कि ल भन्नुहोस् कार्यक्रम बिथर्ने हल्ला नि गर्ने अब कुरा गर्ने ल कुरा गर्नु पऱ्यो भने राम्रोसँग कुरा गर्नुहोस् हामी सुन्नेवाला छौँ नसुन्नेवाला सुन्नेछौँ होइन अब कार्यक्रम बिथाउनु भन्दा केही लागेन मलाई होइन तपाईँहरू कुरा राख्ने बेला म सुन्छु हामी सुनेर तपाईँ कुरा राखेर जानुहोस् मेरो कार्यकाल सिक्यो हेर्नुहोस् म कार्यकाल सिक्दै नि अरूलाई हस्तान्तरण गर्दैछु अब राष्ट्रपति बोलाएको है राष्ट्रपति निर्वाचन आयोगको प्रतिवेदन बुझाउनलाई मानेन प्रधानमन्त्रीले टाइमै दिएन अर्थमन्त्री आएको अर्थमन्त्रीले के भन्नुभयो भने अर्थमन्त्री अध्यक्षज्यू मैले सबै मन्त्रालय र रातो पासवर्ड सबै बुझाएँ अनि तपाईँले चिया खान आउनुहोस् भने म चिया खान आउँछु नत्र कोही भएन भनेपछि को आउँदा बाबुले पर्दैछ हाम्रो मुख्यमन्त्री बोला सुन्नु तपाईँ एउटा 1 मिनटमा हो तपाईँहरू आयोजक कमिटीको तर्फबाट जसलाई भए पनि एकजना सरकारको प्रतिनिधि बोलाउनु भयो हो मुख्यमन्त्री आउनुभयो हो उहाँले जुन अभिव्यक्ति दिनुभयो त्यो चाहिँ आदिवासीहरूको पक्षमा थियो सुन उहाँले के बोलेको थियो अब यताबाट केही भयो हामीबाट म पदाधिकारी होइन टिम होइन एउटा अकाउन्टेबिलिटी कुरा आउँदै आएन यो अगाडि बाटो गरेको कुराहरू सेन्सै आएन हिजो त्यत्रो मनबाटै सुनेको अब के रहेछ फोन आएको अनुरोध गर्छु उहाँले दिनुहुन्न हेरौँ अहिले राख्नुपर्ने कुरा 4-5 मिनट राखेर जानुहोस् होइन हाम्रो तपाईँ हाम्रो सबैको बदनाम हो आदिवासी हामी सबै आन्दोलन गरेको बदनाम चाहिँ बदनाम होइन त्यसो भए होइन होइन त्यो हाम्रो मञ्चमा आएर हामीलाई गलगाड भन्ने तपाईँहरू सुनेर बस्नु अनि महासङ्घले चाहिँ आपत्ति बनाउनु पर्दैन त्यसमा उहाँलाई 4-5 मिनट दिउँ होइन उहाँहरूको कुरा सुनौँ लिखित रूपमा आउँछ भने लिखित रूपमा हामी स्वीकार गरौँ यो तपाईँको छलफल गर्दै जाने कुरा हो कहिले नै होइन यस्तो हामी आज यहाँ जहिलेको जस्तो हामी यहाँ फोटोहरूको लागि भिडियोहरूको लागि न्युजको लागि पनि आन्दोलन गर्न आएको होइन तपाईँहरू सबैले आज तपाईँहरूले नै हामीलाई चिन्नु भएको छ हामीहरू यो आन्दोलनमा लागेको मेरो आधाभन्दा जीवन बढी मैले यही आन्दोलनमा दिएको हामी सबैले यही आन्दोलनमा दिएको तर के भयो भन्दाखेरि दलीयकरण प्रोजेक्टाइजेसन सबैले गर्दा हाम्रो आन्दोलन तुलिएको छ तपाईँले जुन भन्नुभयो भने राष्ट्रपति किन आएन नेसिनले आदिवासीको आमा संस्थाले बोलाउँदाखेरि राष्ट्रपति नआउने भनेको कस्तो खालकोसम्म हामीले हाम्रो आन्दोलनलाई गिराइसक्यो भनिसकेपछि हाम्रो एकदमै सिम्पल माग छ हामीहरू एक्सन र कमिटमेन्ट बिना चाहिँ आज यहाँबाट जान्दैनौँ हामीहरू बेखल्न पनि आएको होइनौँ
एउटा के हो भन्दाखेरि हामीले कन्भर्सेसनको लागि वार्तालापको लागि कतिचोटि कुरा गरौँ कि सामान्य रूपमा कुरा गर्यो आन्दोलनको क्रममा पनि हामीले भनेको थियौँ कि ल दलीयकरण हटाउनको लागि के गर्न सक्छ सँगै गरौँ केही पनि निकास छैन त्यसैले गर्दा आज यही इभेन्टकै बेला हामी आउनु पर्यो अब हामीले जुन 5 मिनट हामीलाई 5 मिनट स्टेजमा नि चाहिएको छैन हामीले भन्ने कुरा हामीले भनिसकेका छौँ नेसनको टिम यस्तो हो कि तपाईँको एनजिओको त विधानले रोक्छ प्रोसेसले रोक्छ आज अधिवेशनले रोक्छ नभन्नु यो आन्दोलन हो लिखित पनि चाहिँदैन सर आदिवासीको कुन चाहिँ हामीले कहिले लिखित कमिटमेन्ट गर्न गरेको छ छैन नि सामूहिक कमिटमेन्ट गरौँ यहाँ जति पनि जातीय संस्था छ सबैजना जातीय संस्था बसौँ नेफिनको पूर्व जुन तपाईँहरूको पदाधिकारी हुन्छ उहाँहरू बसौँ हामीहरू जति पनि जान छन् हामी सबै यो आन्दोलनका आदिवासी जनजातिको जति पनि हामीहरू सबै बसौँ सामूहिक रूपमा कमिटमेन्ट गरौँ कि अबदेखि नेफिनमा दलीयकरण चल्दैन तत्कालै नेफिन साथसाथै सबै जातीय संस्थाले साइन गरेर एउटा विज्ञप्ति निकाल्छ कि हामी हिजो मुख्यमन्त्रीले भनेको कुरामा घोर आपत्ति जनाउँछौँ घोर विरोध गर्छौँ र मुख्यमन्त्रीले सार्वजनिक रूपमा आफ्नो माफी दिएन भने हामी फेरि आन्दोलनमा झर्नुपर्ने हुन्छ भनेर माफी माग्नुपर्छ भन्ने खालको कुरा कमिटमेन्ट दियौँ र अबदेखि नेफिन भन्ने संस्था जुन हाम्रो आन्दोलन बोकेको आमा संस्थाले चाहिँ दलीयकरण हटाउँछ हाम्रो आन्दोलनको मुद्दाहरूलाई बोक्छ भन्ने चाहिँ सामूहिक रूपमा कमिटमेन्ट गर्छ किनभने तपाईँहरूले त अब सुम्पेर जानुहुन्छ भनिसके सुम्पेर जाने बित्तिकै त आन्दोलन छोडेको त होइन नि त आन्दोलन हामी सबै आन्दोलनकै हो पदाधिकारी भयो नि नभयो होइन तपाईँहरूको कुरा ठिक छ अब यो कस्तो गरौँ भन्दाखेरि हाम्रो यो वार्तालाप सबैले सुनेको छैन सबैले सुन्न पाएको छैन तपाईँहरूको गुनासो के हो उहाँहरूको कुरा के हो त्यो सुन्न पाएको छैन व्यवस्थित तरिकाले गरौँ होइन यसरी गाजाङगुजुङ नगरौँ बरु अब सम्भव भएसम्म मैले अघि पनि भने पदाधिकारीज्यूहरूले रिक्वेस्ट गरौँ तपाईँहरूलाई कि यहाँ कसैले सुनेको छैन यो गोलो बसेको भन्दा बाहिरको मान्छेले तपाईँहरूको कुरा सुनेको छैन सुन्न पाएको छैन त्यो भएर के भएर मैले अनुरोध गर्दैछु त्यही अनुरोध तपाईँहरूको कुरा म प्रतिनिधि हो कि मैले राख्न तयार छु तर नयाँ नेतृत्व नआइकन यसले यो त हिजो भर्खर बेलुकाको कुरा हो तपाईँहरूले राख्नु भएको कुरा मेरो पहिल्यै समर्थन छ मैले अघि पनि तपाईँको विरोधप्रति मेरो पनि विरोध छ र हामी जातीय सङ्गठनहरू सबैको विरोध छ जो कुरा तपाईँहरूले माग गर्नु भएको त्यो कुरा चाहिँ हामी प्रतिनिधि भागले गर्दा गर्छौँ तर समयलाई हामीले झन् कमजोर बनाएर यो नेतृत्व चाहिँ चयन गर्नु पाइएन भने यो चाहिँ फेरि अर्को तपाईँमाथि समस्या हो होइन अब देशले बोलाएको त अब बन्ने नेतृत्व त होइन होला त्यो नेतृत्वले होइन यस्तो गरौँ अब 5 मिनट हामी बोल्छौँ 5 मिनट दिन्छौँ 5 मिनट दिइसकेपछि जतिजना प्रतिनिधिहरू हुनुहुन्छ हामीहरू सबै मिलेर एकछिन बस्छौँ मलाई धेरै टाइम लाग्छ 1 घन्टा जतिमा सबैजनाले कमिटमेन्ट पनि सकिन्छ होइन महासङ्घले अहिले जे छ जुन टिम छ यसैले तपाईँको खण्डन गरेर विज्ञप्ति निकाल्दा के बिग्रिन्छ आयोजक त यही हो हिजो बोलाउने आयोजक यही होइन आयोजक कमिटी हो तपाईँहरू बोल्नको लागि लिन्छौँ विज्ञप्ति निकाल्नु भनेर त्यसपछि हामी एउटा सामूहिक कमिटी सबैको आफ्नो प्रोसेस छ हाम्रो आदिवासीको विधान छ विधान असुल यहाँ प्रतिनिधि भएर आएछ तपाईँले जुन दलीयकरण भन्नुभयो नि सबै राजनीतिक दलसँग आबद्ध छ दलीयकरण नभएको छ कोही पनि छैन म त त्यहाँ भएर चाहिँ दलीयकरण गर्नु भएन म आदिवासी जनजाति महासङ्घ अध्यक्ष म काङ्ग्रेस हो र मैले त्यहाँ कहिले पनि काङ्ग्रेसीकरण देखाएँ मैले अहिलेसम्म तपाईँले एउटा कार्य समितिले सबै मैले काङ्ग्रेसीकरण देखाएको छैन त्यसमा कहिल्यै देखाएको छैन त्यसकारण चाहिँ त्यहाँ गएपछि नगर्ने कुरा अर्कै हो होइन दलीयकरण अहिले के भइरहेछ भने त यहाँनिर हरेक रेस्टुरेन्टमा जानुहोस् तपाईँको बुटबुट बस्छ त्यही अडियो रेकर्ड अब चुनाव मानेर जहाँ पनि हुन्छ एउटा भाइ त्यहाँ अस्ति एउटा संस्थाको चुनाव भएको छ उहाँ चाहिँ न्यु रोडमा गएर ट्याक्सी ड्राइभरलाई हजुर मलाई भोट दिनु पऱ्यो बरु म त ट्याक्सी ड्राइभर हो भन्दै थियो अब भोट माग्ने आफ्नो यहाँ पनि अध्यक्ष छ उपाध्यक्ष छ महासचिव छ आफ्नो तरिकाले भोट माग्नु बस्यो होला त्यो अर्को कुरा हो तर हामी त यही नै बसिरहेको छौँ यहाँ हेर्नुहोस् त तपाईँहरूले एउटा कुरा चाहिँ के अब जातीयकरण तपाईँले सिधै लिएर यहाँ राख्नु त हामी होइन म तपाईँलाई भन्दैछु कि एउटा कुरा तपाईँले के स्वीकार गर्नुपर्छ भने आजसम्म जुन जनजाति महासङ्घभित्र जुन संरचना छ यसमा दलीय इन्फ्लुएन्स छैन दलीय प्रतिनिधि छैन भन्दाखेरि यो नेपाली ओपन सेक्रेट तपाईँले छैन भनेर कसैले स्वीकार गर्नुभएको छ तपाईँहरू कुनै न कुनै पार्टीको प्रतिनिधित्व गरेर हिजो महासङ्घ आउनु भएको अहिलेसम्म हुनुहुन्छ
भोलि पनि आउने त्यस्तै गरेर आउने तपाईँ आयो भने तपाईँ पनि दलीयकरण हुन्छ भाइ तपाईँले दल छैन भने हुँदैन भन्ने हो क्या हुँदैन भन्ने प्रज्ञामा छिरेर आउनु पर्यो नि छिरेर आउनु परेन तपाईँहरू प्रज्ञामा छिरेर आएको होइन पाँच वर्ष समय दिएर जानुहुन्छ होइन 5 मिनट समय दिएर विज्ञप्तिको लागि सहमति गरौँ कलेक्टिभ विज्ञप्तिको लागि अब कलेक्टिभ विज्ञप्तिको लागि कमिटमेन्टको लागि सहमति के भन्दै हुन्छ सबैले सुनेकै छैन बोल्न दिउँ न त एकछिन होइन यसो गर्दा त एकछिन बोल्नु अब यहाँ त दलीयकरण गर्नु दलीयकरणमा चाहिँ तपाईँ कुन पार्टीबाट आएको तपाईँ जाति सोच गरेर आउँछ
गएपछि फेरि आन्दोलन चाहेर नचाहेर आधी उधी मरिहाल्छ कि हामीहरूको त्यही त छ नि अहिले अब यत्रो तर्को कुरा गर्ने अब हाम्रै नेताहरू गोबरकार बनाउन साइन हान्ने हाम्रै नेताहरू अब हाम्रो पहिचानको नाम राख्न नदिने हाम्रै नेताहरू चाहिँ अब सबै मान्छेले आफ्नो भाषामा सब जान्छ हाम्रो नेताहरूले चाहिँ जाँदैन आफ्नो भाषामा बिर्सिसक्यो हामीले त गइरहेको अस्ति हामी त एकचोटि खुलानी बेलामा हुने बेलामा हामी त सबै भाषा प्रधानमन्त्रीले गरेको काम हो होइन त्यसमा आपत्ति भएन आपत्ति मान्नु छैन अझ भनियो भने उनीहरूले आएर भित्र पनि आफ्नै पहिचान आफ्नै भाषा संस्कृति एउटा क्याबिनेट हुन्छ क्या सीता लामा उनीले हावा भनेर अझै पनि कानुन किनाले बनाउँछ हाम्रो गुम्बा चलाउनलाई त्यो बाहिरको कानुन लागु हुँदैन हाम्रो आफ्नो तरिका कस्टमर छ अब यसबाट अब आदिवासी गरेर वेदरले पनि साथ दिएन Hola.